तिनचुले देखि होइन हिमाल तिनचुले कता म त चिन्दैन यसलाई भन्छ नि त्यहाँ तिनचुले यो डाँडालाई यहाँ रुखले छ हो यसलाई यता फर्केरलाई हाम्रो यात्रा कहाँको हो भनिदिन्छ मा यो यहाँ साउथीसम्म सत्यतीसम्म होइन यो उयो गाउँलाई के गाउँ भन्छ यो गाउँलाई ऊ यहाँ जैमेनी सीमा के भनेछ सक्यो कहाँ जाइने नि यता अब उ पऱ्यो ए यो गाउँलाई लुरुङ भन्छ राम्रो रहेछ ल गाडी के अरे उयो फोनले कति फोकस गरेछ तर भ्यू त राम्रो रहेछ पुसाको ड्राइभिङ स्किल चाहिँ खतरा छ है यस्तो बाटोमा आनन्द ल्याउनुपर्छ त्यही भएर क्या बिचमा बस्छु भनेको अहिले त छेउनै मन पर्यो मलाई त उचाइदेखि डर लाग्ने रोग लाग्यो भाइ गाडी कस्तो बसेछ हाम्रो कान्छाबा दुईजना यहाँ बस्नुपर्छ यिनी हाम्रो बाख्रो चाहिँ यहाँ बसेछन् यिनी बाख्रोलाई लिएर हिँडेको आज ल सबैजनालाई हेलो हेलो साग्री आज हाम्रो साग्रीको यात्रा बाख्रो यहाँ बसेछन् सत्यवती मन्दिरको यात्रा हो आज गाडी बिग्रेछन् के पक्नु हाम्रो पुसाउको भिडियो खिचिदिन्छ यहाँ हेलो भन्नु न पुसाउ हेलो हेलो पुसाउ त्यो गाउँ चाहिँ बरेङको होला है बरेङ गाउँ आउलुङ जत्रै जत्रै छ कि क्या हो र त्यो बिच बिच गइन्छ हामी अब किचन यहाँ बाटो त गाउँ चाहिँ बरेङको अब त धेरै छैन होला हामी जानुपर्ने होइन
अलिक चाहिँ तलबाट पातल हुँ निकालेको पनि त्यसो परार जाँदाखेरि बनाएको त्यस्तैबाट त गइन्छ नि त्यस्तै छ अरे बनाऊँ न अनि बर गएको फर्काएर गइरहेर बसेर गएको त्यसै गएको त्यहाँबाट त के गर्ने अनि गाडी रोक्दैन रोकेर चिया खाने पनि लिएर त्यो टिप हान्दाखेरि उहाँहरू मन्दिर पस्यो मन्दिरबाट फरक्कै फर्केर चिया नि खाएको नि रोटी खाएको नि गइरहेको त्यसै गएको यही गाउँलाई हो बरेङ गाउँ भन्ने बरेङ बरेङ बरेङको बजार ल यसै हो अन्त भात खाएको होइन र यही किरण त्यही किराना भात घरको हुना अरे उतो हो क्या त्यो रातो यसै हो माथि उचालेको चाहिँ यो चाहिँ बरेङ गाउँ हो त्यो मकैको झोटा देखिन्छ कि छैन यस्तो छ कति राम्रो रहेछ यत्रो ठुल्ठुलो गाडी आएर बस्दो रहेछ हो त हो के दबाई पिङ्क कलरको कि ठुलो यो भ्यू त भोग लाग्दैन हो बसायो ल जस्तो नआउने त उमा पक्किन्छ र होइन क्या त्यो पानी चाहिँ सबै गाउँ मन्दिर आउने होला क्या त्यस्तै त्यस्तै रुख हुन्न र भोलाको कि झाङ्गो नि झाल हुन्छ हो हो त्यो घुरियाको झाल स्टाइलको हुन्छ क्याको त्यही यहाँनिर गङ्गाको घर खोलेको थियो कहाँ यो खोलाएर उँगो जाने है हामी अब यो हामी के अरे बाराकोटको खोला आइयो अब यो खोला चाहिँ सम्झिन्छु क्या मैले पहिला यस्तो त थिएन तर ऊ त घरहरू यस्तै थिए क्या ऊ तिनीहरू घरहरू हामी पहिला पहिला बासा बस्ने ठाउँ यही हो क्या यहाँबाट हिँडेर जान नि टाढै छ नि भाइ पहिला हामी बासा बस्ने ठाउँ चाहिँ यही हो यस्तो थियो ल फेन्टीबाटै के लाग्छ जाने बाटो यता हो गाडीहरू गयौँ अब 1 2 3 4 गुसित 5वटा रहेछ काटुहरू मकैको झोटाहरू यस्तो राम्रो छ हाम्रो सत्यतीको यात्रा अब पुगिसक्यो परेवाले काट्छन् कि उडाउँछन् किन्न पाइन्छ त्यहाँ उडाएको छोपेको जस्तै तपाईँले उडाउनु हो भने त्यही छोपेर फेरि हामीले उडाउनु त्यही भएर काट्नुहुन्न त्यहाँको परिवार नि त्यही हो काट्न त दिन्छ काट्नु पनि हुन्छ रुपियाँ दिन्छ त्यो उडाएको परिवार छोप्दै दिन्थ्यो क्या बाराकोटको खोला काट्यो हामी त्यो डाँडा काटेर आयौँ नि होइन मन्दिर आएर बाहिर गएन अरूले बुढोली हानेर मारेर खाइहाल्छन् तिनीहरू छोपेर बेच्छन् त्यस्तै हो तोरी फुलिया छन् कोही त हिँडेर जाने पनि हिँडेर जानेलाई झन् धेरै घरमा लाउँछ हिँड्छन् क्या मलाई छोड्नुहुन्छ होला नि फेरि मैले आउने बाटो थिएन 12 बजीसम्म त जसरी बस्नै पर्छ क्या त्यहाँ पछि 12 बजेपछि पनि अब पञ्च ल र अब कतिखेर आउँदैन त्यो लाइनमा भयो हामी त्यो डाँडा काटेर आएको नि त होइन उसको डाँडा कति बज्यो अहिले 10 बज्न लाग्छ अझ लखाइन होला यहाँ नजिकको त 2 किलो बाटा नाप्दै जान्छ क्या गाडी भयो त धेरै दिन हिँड्छ नि त जम्मा 2 दिन 3 दिन लाएर आउँथ्यौँ 2 घन्टाको बाटो त्यो गाउँ हो त्यो डाँडा काटेर आएको हामी
यो गाउँ तल झऱ्यो अब यहाँ माथि छ अब तल झर्ने हो फेरि हेर्नु फुलचुसको पुट सत्यटीको डाँडा पाउने हुन लाग्यो मैले त मास्क त सबैलाई बाँडेर आफैले पनि नराखेको छु कि भलक बनाउन मिल्दैन क्या माछा लगाएर टाढाका झन् छिटिन्छन् क्या टाइम लाग्छ नि अब आउने पछि गाडी उता भरिने होला नि फेरि हाम्रो पार्किङ नपाइएला नि ल हाम्रो यात्रा यहीँसम्मको अब मन्दिरमा गएपछि हाम्रो यहाँ छन् सँगै लिएर यहाँ आएर लोटाउने अब मन्दिरको यात्रा आइपुग्यो पत्र मेला लाएर रहेछ त्यो साब्रो बनाएको छ लाउनु का अब तलै ल हो र बुका काट्ने बेला भयो कति बज्यो र यात्रा यहीँसम्मको हो ल यति रमाइलो छ पर्ने बेला ल्याउन आएन यत्रो गचाङ गुचुङ गर्दै आएर हामी यहीँ आएको हो 12 बजे पछि हो नि अझ हामीलाई कहाँ दिन्छौँ 12 बजे चाहिँ दिनमा बोल साँतेर बस्छ त नि अब लिएर ल ल सत्यवती उता देखाइदिनु अब तल देखाइ नि यस्तो ल आइपुग्यो घाममा उभिनु ल सत्यको यात्रा यहीँसम्म हो अब एकछिनपछि पूजा गर्न 12 बजेपछि मात्रै पूजा गर्न दिने चलन छ अरे सबैभन्दा पहिला चाहिँ यो ठाउँका पछि मुर काट्ने मात्रै ए त्यहाँभन्दा अगाडि त पूजा त चल्ने भयो नरिवल सरिवल फोर्नलाई ए स्थानीय ल छैन ल यिनी हाम्रो कान्छी छेमा यात्रा ऊ यहाँसम्मको ल यहाँ आइपुग्यो हाम्रो बाख्रो कसले ल्याउने होला है हो ल ल हाम्रो छेमाहरू त्यहाँ खेल्ने हो ल ल सत्यवतीको रमाइलो मेला लाग्छ अब यो कुवा यहाँ चाहिँ छ अरे भन कस्तो छ गाडी आउँछ अरे हेरेर जान्छ पम्पो लाउँछ क्या छेमाहरूको पोका पुग्दैछ मेरो कटेर पुग्ने मलाई छोड्छन् क्या
अगरबत्ती होइन नानीको थैला बसेको बसेको अनि अगरबत्ती बाल्नुपर्छ त्यो होइन बाटीले ल्याएको बाटी पोल्नु ल सत्यवती मन्दिर उहाँ तल भित्रबाट आएको हाम्रो अङ्कल यो बोकाको आज दिन आछन् मैले लिएको बोका हो धुप ढजा किन्ने भयो यहाँ छिमाहरू त्यहाँ छन् भाइ कहाँ मैले तिमीलाई बोक्ने यसले बोक्नु यसले बोक्छ म मेरो ल अब फर्कने बेला भयो आजको भक्कल पुरा भयो ए सेमरी आइछु कस्तो पसिना आएको तर चिसो अर्कै भएर मलाई साँप किन होला नि छुट्टै हो नि यहाँको वेदरै छुट्टै हो क्या हिँड्ने बेला भएको क्या अब मान्छेलाई यहाँ तलाएर हो र म त हेरिन है मिठो थियो क्या त्यहाँ चाउमिन उता हेरेर आएको कि म पहिला ब्याग गर्दाखेरि ब्याग गर्ने अलिक ज्यात्रै ब्याग गर्दैन छोराछोरी चाहिँ बाइकको पछि जानु खोला बाग्राकोटको खोला शान्ति सेना जान पायो भने के अरे दुई पालि जान पायो भने फाइदा हुन्छ एकपालि त सियो जान्छ नि दुई पालि पर्न सकिन्छ भन्छ अब हामीले परेको स्कुल त्यहाँ गाडी हमालको डाँडा आइयो ल धन्यवाद भुइँ पुग्ने धन्यवाद ल ब्याक होम सागदी गरेर ब्याक भयो होइन घरै उफ्रिआइयो घरै मुनि सल्लेरीको बनाउने यो हमालको डाँडा हुन्छ किन नहुने हुन्छ होइन कसो त फोन गर्थे मलाई फेरि भनेको कुरा अब जान भएन केही नै हुन्न मेरो जन्मथर चाहिँ यता हो ऊ त्यो घर हाम्रो माइती
ल्याएर पारीको वन त्यहाँसम्म बाटो आछ। अनि यो हाम्रो जमेकको गाउँ, अहिले नयाँ बनेको घर। ल हाम्रो सफारी यहीँसम्म आजलाई। ल घर आइयो। त्यसरी हिँड्दै हुनुहुन्छ। बुवा चाहिँ कहाँ घर आउनु भएको नि? नमस्ते। त्यसले त बेस्ट सजिलो हुन्छ। अलिक ठुलो चिम्टा ल्याइदिउँ र तेल नि उस पर्छ क्या हल्का पुग्छ मिठामा। तपाईँलाई त साह्रै मनपर्छ क्या चामल। ए यता पनि खानाको रेडी छ। घर आइसक्यो सत्तरी गर। खानाहरू बनाउने तयारी। मैले भनेको ल अब बनाउने तयारी। बनाउन लाग्यो भात। के बेलाउटी अब सुरु हुँदैछ। माइजी हेलो भन्नु त। हजुर तिला राना परान पर्नु भयो रे। तपाईँ को पर्नुभयो? बेलाउटी को परान पर्नुभयो? यिनी दिपा राना परे। अनि यहाँ हाम्रा दुईटा ससुरा, हाम्रो अङ्कल 3 बरी 7 दिन भयो बिचरा। उहाँ गएर आउनुभयो भोक भोकै। हाम्रो बोय आउनुभयो यताबाट कुटुल 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 डुगुर्दै। बोय जेरी ल्याइदियो थियो भेट्टाउनु भयो। पहिलो पहिलो हुन्न रातो रातो हुन्न र यो त प्रेसर लाउने नि प्रेसर लानु हो प्रेसर बनाउनु। यस्तो बुरबुरे पोलेको किदो हुन्न हैन। स्पेशल हुन्छ स्पेशल। खाना झन् तिते तिते खाए जस्तो हुन्छ कि। अहिले प्रेसर लाग्यो। बोय पहिलो रातो हुन्छ। अनि खाना खाने पोलेको आफ्नो हुन्छ बोय। कलेज रुचाउनुहुन्छ बोयले होइन बोय? दि बेलीलाई फोन गरेर बोलाम त। ल अर्का टोली यहाँ छन्। दाजु र म बल्ल भेट्यो। आउँदा बित्तिकै काम पनि भेटेका दाजुले। झन्डा 60 दाजु। हेलो भनिदिनुहोस् ल।
अरू केही छ भन्नलाई अहिले मैले दिन्छु त्यसलाई गर्नु भनिदिनु ल त्यो त चाहियो नि त ट्याक्स काट्छ नि त गभर्मेन्टले ल सरकारले 2 रुपियाँ त त्यसै त लस भइहाल्छ सहाल्ने हामी विषयमा यहाँ छौँ मिठो त त्यसै हुन्छ हेर न यहाँ म पकाउने हाम्रो दाजु हजुर हुन्छ भने अरू नाम यसरी बुझ्दैछौँ यो मासु अलिकति टाइमिङ तपाईँहरू यो भिडियो हेर्दासम्म हामी खाएर उम्किएको हुनसक्छ ओ हाम्रो बधाई उहाँ हुनुहुन्छ है उहाँ नमस्ते धन्यवाद उहाँलाई यो चाहिँ हामी ग्रेभी बनाउने सुर्तामा छौँ है ओ झलक भाइ कहाँ गयो ओ झलक कुक कता गयो क्या यार स्पेसल हाम्रो कुकै हरायो क्या ल है गाई 130 भएछ ल है अब लगभग रेडी हुँदैछ है यो टिकटक मोनिटाइजन गर्नु यसलाई ढाक्ने नि चाहिने यार ओ भाउजू अलि ठुलो होइन ओ भाउजू सबैलाई लिएर आउँछु ल म चलाउँछु अब ल दाजु आफ्नो केही वक्तव्य दिनुहोस् मेरो केही के छैन नुन है आएको हो र अड्डे हो दिन्छ त बाह्र फुपू त्यही भन नगराइ नि कान्छ एकछिन रिस उठाएर उठाए भात जित्नुहुन्छ
पनि यहाँ मान्छे थुप्रै खाली भयो कि टाढा चाहिँ बोलाउनु पर्यो क्या जम्मै ओके मैले आउँदैछ न भने सरले यहाँ यस्तो होइन क्या त्यो सरर र तल्लो बाटो अमेरिकामा अमेरिका नपुर्याउनु अमेरिका जाने तल्लो बाटो जाने पोकै छैन यो भाका मैले आउन के अरे सिनी दिदी मलाई त्यही भएर मैले मैले मिसाएको मात्रै छु उता झाडु लगाइसक्यो रिसाएको त बुवा बाङ हुनु हाम्रो हाम्रो बोइलाई निन लाग्दैन र बोइ रमाइलो भएछ ए रातभरि बस्नुभयो आज
क्या हो भने गर न यार उनीहरू वो त क्या हो भनेपछि त अहिले चेङ्रा गऱ्यो के भ्या गर्नु बोलाउनु न त थाकियो क्या हो त होइन यस्तो लामो रात कसरी 1 बजी आएर नि त आज रोकिएकै छैनौँ पो त अझै होइन रोकिएकै छैनौँ के नन स्टप कहाँ अन्त यस्तो त के हो र गिदाउने हामीले नन स्टप गिदाउँछौँ होइन त्यस्तो 10-11 बिहान 3 बजे त गिदाएको बेलुका हुँदाको 1 बजीसम्म गिदाउने तिमीलाई हामीलाई जाम भन्नेको छ र यसको ठुलो चाक आफूले घुमाइदिन्थ्यो नि त आफूसित घुम्छ नि